आज म गएकी छु तिनकुनेको उहुको रस खान चोकैमा भएको अत्यन्तै मिठो लाग्यो है। मिठो लाग्यो र भोक लागेको कारणले कता जाम भनेकी थिएँ। म खाना लाएकी थिएँ कि अचानक मेरा दुईटी साथीले मागे। मलाई रिस उठ्यो। मैले त्यसमा बिखारिदिएँ र तिनीहरूलाई दिएँ। तिनीहरू त खाँदा बित्तिकै ढले। ठिक्क पर्यो अरूले खाएको माग्ने। त्यसपछि मैले अर्डर गरेँ मजाले, किनकि मलाई त अत्यन्तै भोक लागेको थियो नि त साथीहरू। सुरुमा त मैले अर्डर गरेँ एकदमै मिठो यम्मी जुसी चिकन मम्स। अनि मैले अर्डर गरेकी थिएँ किमा नुडल्स। नडाटी भनौँ, यहाँको किमा नुडल्स त वाउ थियो। एक प्लेट तुरे, मोमो खाएँ, चिकन किमा नुडल्स खाएँ। साँच्चै मसँग गएको दिदीलाई पनि दिएँ। त्यो दुईटा साथीलाई चाहिँ मलाई अत्यन्तै रिस उठेको कारणले मैले बिखारिदिएको। दिदीले खाएर भ्याएपछि मेरो पेट त भरियो। हल्का एक्सर्साइज गरौँ न भनेर नाच्नतर्फ लाग्यो है। अनि साँच्चै त्यो दुईटा साथीलाई के गर्ने भन्नुभयो। जे गरे गर्छन्, अनि हामीले छोडिदिउँ साथीहरूलाई ल।